हामीले यस च्यानलमा पहिलो गेस्टलाई पहिलो पोडकास्टको लागि पैसा दिएर जबरजस्ती बोलाउनु पर्यो। दुर्भाग्यवश उहाँलाई छेरपट्टि लागु भएर केही सेकेन्ड टाइम दिनुभएको छ, किनकि हामीले यो सेटमा हग्न छेर्न दिँदैनौँ। छेर्नको लागि कुदिहाल्नु पर्ने भएको भएर छोटो अनि गनाउने नमिठो पोडकास्टको लागि स्वागत गरौँ उहाँलाई। धन्यवाद। एकदम छिटो क्वेसन सोध्नु होला। ओके, म सिधै क्वेसनमा घुसेँ। हामीले बच्चालाई सानोमा कुरी भन्थ्यौँ। अलि ठुलो भएपछि त्यो बच्चाको कुरीलाई तुरी भन्यौँ। त्यसपछि त्यो बच्चाको ठुलो भयो अनि हामीले त्यो भन्ने परम्परा नै किन लुप्त गऱ्यौँ होला? सानोमा कोमल कुराहरूलाई कोमल नामले बोलाउँदा क्युट सुनिन्छ। ठुलो भएपछि त्यही कोमल कुराहरू छिप्पिसकेका हुन्छन्। छिप्पेको कुराको नाम पनि छिप्पेको भड्किलो खालको सुनिन्छ, जसले समाजमा हर्नी वातावरण सिर्जना गर्छ। त्यही भएर लुप्त भएको होला। अब लास्ट क्वेसन सोध्नुहोस्। निस्किन लागिसक्यो। हेन कस्तो गुएला लागेछ। ठिकै छ। केटीहरू कतिको मनपर्छ तपाईँलाई? कसैले मलाई त केटीसँग बोलिनस् भने 1000 वर्ष बाँच्छस् र केटीसँग बोलिस् भने 1 मिनट बाँच्छस् भन्यो भने म त्यो 1 मिनट रोज्छु होला। मलाई त्यति मनपर्छन्। अब ऱ्यापिड क्वेसन एकैछिन नहकिदिनुहोस् होला। चुलोको श्रुति सम्भिन्नार्थ अर्थ के हो? गुलो। डाडु पनियोलाई भोजपुरीमा के भन्छ? छोल्नी। यता नाउति बाख्राको पुच्छर। बाप मरल अनारमे बेटाके नाम? पावर हाउस। सबै ल्याङ्ग्वेज आउँदो रहेछ तपाईँलाई। अब लास्ट क्वेसन कुन ल्याङ्ग्वेजमा हो मलाई पनि थाहा छैन। आम्ने त खुरेदिसे तुझला सिकेसे मारमे त बुङ्गी थिएन रस्केला। म यहीँ अल्दिन्छु। नहीं, ए वो उठाएर लैजा यसलाई।